खाना खाने बानी सुधार्नुहोस्। के तपाईँ खाना खानमा एकदमै छनौट गर्ने व्यक्ति हुनुहुन्छ अथवा तौल घटाउन चाहनुहुन्छ? चिन्ता नगर्नुहोस्, स्वस्थ जीवनशैली अपनाउनु अब सजिलो छ। आउनुहोस् सँगै सुरु गरौँ। सुरुवातमा एकैचोटि धेरै परिवर्तन गर्न गाह्रो हुन्छ, त्यसैले सानो सानो परिवर्तनबाट सुरु गर्नुहोस्। हरेक दिन एउटा नयाँ फलफुल वा तरकारी आफ्नो खानामा थप्नुहोस्। यो परिवर्तनले तपाईँको शरीरलाई आवश्यक पोषक तत्त्वहरू प्रदान गर्छ र तपाईँको खाना खाने बानीमा सुधार ल्याउँछ। याद राख्नुहोस्, सानो प्रयासले पनि ठुलो परिणाम ल्याउन सक्छ। धेरै पटक तनावले गर्दा हामी अस्वस्थ खाना खान्छौँ। तनाव कम गर्न योग, ध्यान वा आफ्नो मनपर्ने क्रियाकलापमा संलग्न हुनुहोस्। तनावमुक्त भएपछि तपाईँ स्वस्थ खाना खानमा ध्यान दिन सक्नुहुन्छ। स्वस्थ खानाले तपाईँको मुडलाई पनि राम्रो बनाउँछ। अब तपाईँलाई थाहा भयो कि कसरी सानो परिवर्तन गरेर पनि स्वस्थ जीवनशैली अपनाउन सकिन्छ। आजै एउटा नयाँ फलफुल वा तरकारी किनेर आफ्नो खानामा समावेश गर्नुहोस्। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र यस्तै उपयोगी जानकारीको लागि हामीलाई फलो गर्नुहोस्।